जीवन एउटा यात्रा हो। आफ्नै यात्रालाई बुझौँ, आफ्नै यात्रामा रमाउँ, अरूको जीवन होइन। हामीलाई यस्तो लागिरहेको हुन्छ कि अरू मानिस हामीभन्दा धेरै खुसी छन्, उनीहरूको जागिर राम्रो छ, परिवार धेरै सुखी छ, उनीहरूको जीवन अझ सफल छ। तर सत्य त्योभन्दा धेरै गहिरो छ। हरेक व्यक्ति आफ्नै सङ्घर्ष र चुनौतीहरूबाट गुज्रिरहेको हुन्छ। हामी केवल मानिसहरूको जीवनको बाहिरी भाग मात्रै देख्छौँ, तर उनीहरूको भित्रको सङ्घर्ष, चिन्ता र पीडालाई कहिले पनि देखेका हुँदैनौँ। तुलना गर्दा न त हामीलाई सन्तोष मिल्छ, न त शान्ति नै मिल्दछ। त्यसैले आफ्नो जीवनप्रति कृतज्ञ बन्नुहोस्, आफ्नो यात्रामा ध्यान दिनुहोस्, अरूसँग होइन आफूसँग नै राम्रो बन्ने प्रयास गर्नुहोस्, आत्मा अनुशासन बनाउनुहोस्, ईश्वरमाथि विश्वास राख्नुहोस्, मनलाई सकारात्मक राख्नुहोस्, हरेक सङ्घर्षहरूको सामना साहसका साथ गर्नुहोस्। जब मन स्थिर, शान्त र श्रद्धाले